सबैजनालाई ट्रु लर्निङ च्यानलमा वेलकम छ। आज चाहिँ हामी क्लास 11 को एप्लिकेसन अफ यो के अरे न्युटन्स ल अफ मोसन चाहिँ पढ्दै थियौँ होइन। अब त्यो एप्लिकेसनमा चाहिँ एउटा अर्को इम्पोर्टेन्ट एप्लिकेसन चाहिँ के हो भन्दाखेरि मास पुल्ली सिस्टम इन एन इन्क्लाइन्ड प्लेन। यो कुरो चाहिँ होइन स्टुडेन्टलाई धेरै गाह्रो पनि लागिरहेको हुन्छ र यो इम्पोर्टेन्ट पनि छ है। यो कुरो चाहिँ धेरै इम्पोर्टेन्ट छ। यो इक्जाममा यहीँबाट सोध्छ भने इम्पोर्टेन्ट होइन कि यो सबै मेकानिक्समा यो एउटा इम्पोर्टेन्ट हो क्या। मेकानिक्समै यो एउटा चाहिँ इम्पोर्टेन्ट छ क्या। यो कन्सेप्ट चाहिँ तपाईँहरूलाई बुझ्न जरुरी छ क्या। अब त्यही भएर चाहिँ आज राम्रोसँग बुझौँ है। ल अब यो एउटा इन्क्लाइन्ड प्लेन दिया हो होइन। यो एउटा इन्क्लाइन्ड प्लेन दिया हो। यो एउटा इन्क्लाइन्ड प्लेनमा चाहिँ के छ भन्दाखेरि यहाँ एउटा मास पुल्ली सिस्टम फिट गरेछ होइन। मास पुल्ली सिस्टम फिट गरेछ। एउटा यो स्ट्रिङ भयो है, स्ट्रिङ भयो, यो डोरी भयो होइन। डोरीले यहाँ एउटा मास M1 राखेछ, बाँधेछ, यहाँ एउटा मास M2 बाँधेछ। M1 र M2 दुईपट्टि साइडमा बाँधेछ र अब M1 र M2 यो मास भयो यिनीहरूको होइन। अब यिनीहरूको सिधा तलपट्टि लाग्ने फोर्स, तलपट्टि के लाग्छ पहिला M1G भन्ने फोर्स लाग्छ होइन। तलपट्टि M1G भन्ने फोर्स लाग्छ र यतापट्टि के लाग्छ M2G भन्ने फोर्स लाग्छ होइन। सिधा यसको सिधा तल चाहिँ यो दुईवटा फोर्स लाग्छ M1G र M2G। अनि त्यसपछि अब अर्को कुन फोर्स कता कता लाग्छ भनेर चाहिँ के हुन्छ भन्दाखेरि यो जुन अब्जेक्ट छ यसको ट्याक्क पर्पेन्डिकुलरमा चाहिँ रियाक्सन फोर्स लाग्छ होइन। यसको पर्पेन्डिकुलरमा रियाक्सन फोर्स लाग्छ। यो कुरो सबैमा काम लाग्छ है। यसको पर्पेन्डिकुलरमा रियाक्सन फोर्स लाग्छ होइन। अब यो रियाक्सन फोर्सलाई चाहिँ कसले ब्यालेन्स गर्छ भन्ने कुरो चाहिँ अब चाहिँ यो दुईवटा यो कम्पोनेन्ट चाहिँ अब आउँछ क्या। अब चाहिँ यो दुईवटा कम्पोनेन्ट एराइज हुन्छ क्या। साइन थीटा र कस थीटाको कम्पोनेन्ट अब एराइज हुन्छ है। यस्तो कन्डिसनमा चाहिँ साइन थीटा र कस थीटाको कम्पोनेन्ट चाहिँ एराइज हुन्छ। अब यतापट्टि यो यहाँ र तलपट्टि यतापट्टि छ, यतापट्टि M1 कस थीटा। तपाईँले अब एङ्गल कता मान्नुहुन्छ भन्ने कुरोमा डिपेन्ड गर्छ होइन। अब हामीले चाहिँ के गऱ्यौँ भन्दाखेरि यो दुईवटा फोर्स त भइहाल्यो, यो रियाक्सन फोर्स यो यसको पर्पेन्डिकुलरमा अनि यो कुनै पनि अब्जेक्टको सिधा तलपट्टि लाग्ने हो नि त होइन ग्राभिटी त। त्यही भएर M1G यतापट्टि लाग्यो। अब भनेपछि यतापट्टि र यतापट्टि चाहिँ के हुन्छ भने यसको सिधा तपाईँले तलपट्टि तान्नुभयो होइन। अब यसलाई एङ्गल लेट थीटा यसलाई गर्नुभयो भने तपाईँको M1G कस थीटा चाहिँ किन भयो भने किनभने यो रिजल्टेन्ट भयो होइन। तपाईँको यो रिजल्टेन्ट भयो। तपाईँले कसरी हेर्नु पऱ्यो भने अब यस्तो गरेर हेर्नु पऱ्यो क्या। तपाईँले चाहिँ यस्तरी हेर्नु पऱ्यो क्या। हो यो एङ्गल सिधा अब क्यामेरामा यहाँ सिधा हेर्नु त ल। यो सिधा यसरी हेर्नु त के भइरहेछ, यसरी हेर्नुहुन्छ भने के भएको छ यो M1G भनेको रिजल्टेन्ट भएको छ, यो एङ्गल भएको छ। यतापट्टि कस थीटाको भयो होइन, यो एक्सपट्टि भयो, एक्सपट्टि कस थीटा भयो। अनि यतापट्टि चाहिँ के भएको छ वाइपट्टि साइन थीटा। यस्तो भएको छैन, यस्तो भएको छैन भाखा नि। यो अब यो कम्पोनेन्ट चाहिँ तपाईँले अझै पनि बुझ्नु भएको छैन, मैले यसको भिडियो हालेको छु, यो भिडियो हेर्न सक्नुहुन्छ होइन अगाडि गएर कुरो। अनि तपाईँले सम्झिन चाहिँ अहिलेलाई सम्झिन चाहिँ के सम्झिनु भन्दाखेरि जतापट्टि एङ्गल मान्नुहुन्छ नि त्यतापट्टि सधैँ कस थीटा हुन्छ क्या। योपट्टि एङ्गल मान्नुभयो नि भनेपछि यसको सिधा यतापट्टि सधैँ कस थीटा हुन्छ, सधैँ कस थीटा हुन्छ भनेपछि M1G कस थीटा, M1G कस थीटा यतापट्टि भयो। अब एङ्गल नभएपट्टि यता खाली भएपट्टि M1G साइन थीटा। यो M1G चाहिँ यसको यो रिजल्टेन्ट होइन। त्यही भएर यतापट्टि M1G साइन थीटा, यतापट्टि M1G कस थीटा भा भनेर चाहिँ बुझ्नु पऱ्यो। यो कसरी भयो भन्दाखेरि चाहिँ राइट एङ्गल ट्रायङ्गल यहाँ एउटा यसरी, यो राइट एङ्गल ट्रायङ्गल यसरी गरेर चाहिँ भयो। यो कुरो त अब अगाडि भिडियो हेरेर बुझ्नु है। अब यो कुरो भइहाल्यो। अब यो M2 भइहाल्यो। यति कुरा फिगरमा दिएको यति कुरा हो, यति कुरा बुझ्नुहुन्छ नि भइहाल्छ। लेट मास M1 इज प्लेस एट द सर्फेस अफ एन इन्क्लाइन्ड प्लेन एट एन एङ्गल थीटा। Another mass M2 is attached with the help of string भनेछ है। with the help of string भनेको यो स्ट्रिङको हेल्पले। अनि यो स्ट्रिङमा एउटा फोर्स लागेछ। यो फोर्स चाहिँ कहिले पनि बिर्सिनु भएन होइन। डोरीमा जहिले पनि यो टेन्सन भन्ने फोर्स लाग्छ है। स्ट्रिङमा टेन्सन भन्ने फोर्स लाग्छ। यतापट्टि मासले यति ताने भने यतै लाग्छ टेन्सन, यता पनि यतै लाग्छ क्या। त्यो टेन्सनको कुरो कहिले पनि बिर्सिनु भएन है। यो टेन्सन फोर्स जहिले पनि लाग्छ।
एन्ड अ पुल्ली इज सोन इन फिगर, यो फिगरमा देखा भइहाल्यो होइन। हियर द रिएक्सन फोर्स ब्यालेन्स द कम्प्लिट M1G cos थीटा भनेछ। यो रिएक्सन फोर्सलाई चाहिँ M1G cos थीटाले चाहिँ ब्यालेन्स गरेछ भनेपछि हामीले के लेख्न पाइयो भन्दाखेरि रिएक्सन फोर्स R इक्वल्स टु M1G cos थीटा लेख्न पाएँ के, यो कुरो लेख्न पाएँ। हामीले यता त्यही लेख्छौँ है। ए R इक्वल्स टु M1G cos थीटा ये लेख्यौँ। अब लेट द सिस्टम मुभ्स टुवार्ड्स द इन्क्लाइन्डेड साइड M2 इन्क्लाइन्डेड साइड भनेको चाहिँ इन्क्लाइन्डेड साइड कतापट्टि हो, यो साइड हो होइन। भनेपछि सिस्टम यतापट्टि मुभ्स गर्छ भनेपछि यो M2 जुन छ M2 चाहिँ के हुने भयो त, माथि जाने भयो क्या। यो तलपट्टि जान्छ भनेपछि यो यसरी तलपट्टि गएको छ भनेपछि यो के हुने भयो त, यो अभियसली माथिपट्टि जाने भयो। यो कुरो चाहिँ बिर्सिनु भएन। अनि यो तलपट्टि जान्छ भनेपछि चाहिँ टेन्सनले यता फोर्स लागिरहेको हुन्छ, टेन्सन यो तल गइरहेछ, के भएको छ यो मास तल गएको छ, टेन्सन यता लाग्छ भनेपछि चाहिँ यहाँ कि टेन्सन चाहिँ के भयो त, नेगेटिभ भयो। किनभने टेन्सन माथिपट्टि लाखा तल फोर्स तलपट्टि जान परिरहेको क्या। भनेपछि यो टेन्सन यहाँ नेगेटिभ हुन्छ, यहाँ चाहिँ टेन्सन के हुन्छ, पोजिटिभ हुन्छ। M2G चाहिँ यहाँ नेगेटिभ हुन्छ किनभने M2G ले तलपट्टि तानिरहेछ, टेन्सनले माथिपट्टि जितिरहेछ कि, टेन्सनले जितिरहेछ। त्यही भएर T माइनस M2G हुन्छ यतापट्टि चाहिँ। यो कुरो बुझ्नु पऱ्यो होइन। यहाँ त्यही कुरो भनेछ M2 मुभ्स फर अब मास M1 को लागि हेरौँ होइन। M1 को लागि के हुन्छ, नेट फोर्स भनेको के हुने भयो, नेट फोर्स भनेको सबै फोर्स M1 मा लाग्ने सबै फोर्स, यो M1 मास भयो। यसमा नेट फोर्स चाहिँ के लाग्छ, अब एकचोटि बुझौँ त। नेट फोर्स भनेको यसले यसमा तान्ने भनेको कता कतापट्टि हो, एकपट्टि र यता हो, एकपट्टि यता हो होइन। अब यसमा नेट फोर्स भनेको चाहिँ के हुन्छ भने तलपट्टि गइरहेछ भनेपछि M2G sin थीटाले जितिरहेछ, यो यहीपट्टि गइरहेछ, यसले जित्यो, यो टेन्सनले हार्यो। यसरी बुझ्ने कि टेन्सनले हार्यो भनेपछि टेन्सन नेगेटिभ भयो, यो चाहिँ पोजिटिभ भयो भनेपछि टेन्सनलाई पछाडिपट्टि नेगेटिभमा राखिदिने। यसलाई चाहिँ अब यो M1G sin थीटा माइनस T, नेट फोर्स भनेको M1G sin थीटा माइनस T गरे, त्यही भएर टेन्सन होइन। अनि फोर्स भनेको MA भयो, M1G sin थीटा T, यसलाई इक्वेसन फर्स्टमा दिए। अब फर मास M2 को लागि चाहिँ सिमिलरली के हुने भयो त भन्दाखेरि यो जुन M2 मासले तलपट्टि तानिरहेछ, यो M2 मासले तलपट्टि तानिरहेछ होइन, यो अब्जेक्टलाई तलपट्टि तानिरहेछ, तर टेन्सनले फोर्स माथि लागिरहेछ। अनि के भएको छ, यो माथिपट्टि नै गएको छ भनेपछि त टेन्सन त पोजिटिभ भयो, माथि नै तानिरहेको थियो, माथि नै गएको भनेपछि टेन्सन पोजिटिभ हुने भयो। तर यो त तलपट्टि तानिरहेको माथिपट्टि गइरहेको भनेपछि त यो त नेगेटिभ हुने भयो नि त। त्यही भएर M2G चाहिँ के भयो, नेगेटिभ भयो। त्यही भएर नेट फोर्स इक्वल्स टु T माइनस M2G गरे। अब नेट फोर्स भनेको F भयो, T माइनस M2G भयो। अब M2A भनेको के हो त, MA हो नि त, फोर्स भनेको MA हो, त्यही भएर T माइनस M2G भयो। अब यो फर्स्ट इक्वेसन जहाँ पनि त्यही एडिङ गरिदिने कि, एक्सेलरेसन निकाल्न एडिङ गरिदिने, टेन्सन निकाल्न पुटिङ द भ्यालु अफ गरिदिने। तिनवटा छ हाम्रो होइन, यो एउटा अगाडिको, अनि यो के यो पुल्ली सिस्टम एउटा, अनि यो इन्क्लाइन्डेड गरेर तिनवटा छ। तिनवटैमा त्यही एडिङ गर्ने, पुटिङ द भ्यालु गर्ने, अनि आइहाल्यो नि, त्यो केही ठुलो कुरो होइन, धेरै सजिलो छ होइन। अब यही दुईवटा इक्वेसन भयो, यो दुईवटा इक्वेसनलाई चाहिँ के गर्नु पऱ्यो, एड गर्नु पऱ्यो। यो दुईवटा इक्वेसनलाई एड गरेपछि यति आउँछ, टी प्लस माइनस कड भयो, त्यो गरेर सल्भ गर्नुहुन्छ नि, यसरी आउँछ। यति आएपछि के गर्ने, पुटिङ द भ्यालु अफ ए इन इक्वेसन 3 गर्ने, इन इक्वेसन 1 गर्ने। यो ए को भ्यालुलाई चाहिँ 1 मा राख्ने भयो, 2 मा राख्ने भयो, जेसमा राख्ने भयो होइन। अब 1 मै राखेछ, 1 मा राख्दा चाहिँ यति यति गयो, सल्भ गर्दै गयो। यहाँ नबुझ्ने स्टेप कुनै छ, सल्भ गर्दा नबुझ्ने स्टेप त्यस्तो कुनै छ जस्तो मलाई लागेन होइन। यहाँ अब M1G सेम भएर के अरे कमन ल्यायो यहाँ, यो कुरो बुझ्नुहुन्छ। अनि यसलाई मल्टिप्लाई गरेर यहाँ यति ट्रम यहाँसम्म बुझिहालेछ। अर्को कुनै छ नबुझ्ने त्यस्तो ट्रम, नबुझ्ने त्यस्तो मलाई छ जस्तो मलाई लागेन होइन, अरू बुझिहालेछ होला। अनि यहाँ पछि M1 डट M2 चाहिँ कसरी आयो, यो कुरो बुझ्नु भएको छ कि भएको छैन, यो कुरो बुझ्नु भएको छ कि भएको छैन। M1 डट M2G कसरी आयो, यहाँ पछि के भयो अब हेर्नु है। यहाँ तपाईँले दुईवटा कमन लिनुभयो, यो मल्टिप्लाई गर्नुभयो होइन, मल्टिप्लाई गरेपछि यति टर्म आयो होइन, M1 sin थीटा M2 sin थीटा आयो, माइनस अब M1 sin थीटा प्लस M2A भयो। अब यो टर्ममा चाहिँ के भयो त, M1 sin थीटा कट गरेर मिल्यो, M2 sin थीटा प्लस M2 मात्रै छ।
अब यो m2 कमन छ नि त हैन m2 कमन छ त्यही भएर चाहिँ यो दुईटा टर्मबाट m2 कमन लिएको के भयो त यहाँ 1 बाँकी रह्यो यहाँ के भयो sin थीटा बाँकी भयो के त्यही भएर यहाँ 1 + sin थीटा लेखे m2 कमन भएको पार्टलाई चाहिँ अगाडि लेख्थे के m2 कमन भएको पार्टलाई अगाडि लेख्थे अनि m1 + m2 तलको सेम भयो अनि यो m1.m2 g लाई पछाडि पट्टि लैदिए अब यो टर्म 1 + sin थीटा लाई यहाँ लैदिए अनि m1 + m2 लाई तलपट्टि नै राख्थे यसलाई इक्वेसन 4 भन्ने यो टेन्सन निस्क्यो हाम्रो टेन्सन निस्क्यो अब यति भएपछि टेन्सन हाम्रो फिजिकल टेन्सन चाहिँ हरायो अब यहाँको यो फिजिक्सको टेन्सन चाहिँ आयो है त फिजिकल टेन्सन चाहिँ हरायो यति कुरा आएपछि अलिकति अब दिमाग फ्रेस भयो नि त टेन्सन हरायो फिजिक्सको टेन्सन चाहिँ आयो है त ल यही हो अब भिडियो मन पर्यो भने च्यानललाई लाइक शेयर सब्सक्राइब के गर्नुपर्छ गर्न नभुल्नु यसको रिलेटेड क्वेसनहरू धेरै छ के नोटमा के छ कि यो लिफ्ट प्रब्लम पर्नुपर्छ अर्कोचोटि अर्को भिडियोमा कहिले हुन्छ है त ल त्यही हो कुनै टपिक गाह्रो लाग्छ भने कमेन्ट गर्न सक्नुहुन्छ आजलाई चाहिँ यति नै